हेलो नमस्ते एभ्रिवान, स्वागत छ तपाईँहरूलाई हाम्रो सानो मिनी ब्लगमा। आज चाहिँ हामी वायुको सुप बनाउँदैछौँ। चिसो चिसो झरी परेको बेलामा, झरी परेको मौसममा चाहिँ तातो वायुको सुप बनाएको छौँ। यसमा चाहिँ मैले गेडागुडी आलु अनि साग हालेर चाहिँ एकदम सुप बनाएको छु। अनि त्यसपछि तातो सुप चाहिँ अब हामी यहाँ फ्यामिलीसँग बसेर खाइरहेको छौँ, हिटर तापेर। धेरै जाडो छ नि त अहिले काठमाडौँमा, त कस्तो चिसो छ हेर्नु। त्यही भएर पनि यसरी तातो सुप बनाएर खाँदैछौँ, इन्जोय गरिरहेछौँ है। अहिले सबैजनाले अब न्यानो न्यानो भएर बस्नु होला, झरी परिरहेछ। अनि यस्तै हो, मैले चाहिँ यो सुप बनाएको एकदम टेस्टी भएको छ अरे। मेरो हस्बेन्डलाई पनि एकदम मन पर्यो भन्दै होइसिन्छ। मलाई पनि एकदम मन पर्यो, मैले सबै खाइसके पनि। ल धन्यवाद।